ल नेपालका स्टार सन्दीप लामिछानेको लागि गुड न्यूज आएको छ। बंगलादेश प्रिमियर लिग बीपीएल खेल्ने भएका छन्। यो एकदमै धेरै ठूलो गुड न्यूज रहेको छ नेपाली समर्थकहरूको लागि र सन्दीप लामिछानेको फ्यान्सहरूको लागि पनि। सन्दीप लामिछानेलाई बंगलादेश प्रिमियर लिगमा राजशाही वारियर्सले चाहिँ आफ्नो टिममा अनुबन्ध गरेको जानकारी गराएको छ। यो नेपाली समर्थकहरूको लागि निकै ठूलो गुड न्यूज दिएको छ। दर्शकवृन्द, सन्दीप लामिछानेलाई बधाई भन्नुहोला। ठूलो महँगो मूल्यमा उनी बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन्। नेपाल प्रिमियर लिगमा हालै मात्र सर्वोत्कृष्ट खेलाडी भएका थिए, उत्कृष्ट विकेट लिन सफल भएका थिए, सबैभन्दा हाइएस्ट विकेट टेकरको रूपमा पनि रहेका थिए र 17 विकेट लिन सफल भएका थिए। सँगै उनको इकोनोमी हेर्नुहुन्छ भने 5 भन्दा पनि तलको रहेको थियो र उत्कृष्ट प्रदर्शन गरेसँगै अन्ततः बंगलादेश प्रिमियर लिगमा पनि सन्दीप लामिछानेले खेल्दैछन्। दर्शक महानुभावहरू, यो लिग डिसेम्बर 26 तारिकबाट सुरु हुन लागेको छ। यो जानकारी मैले तपाईँलाई गराउन चाहन्छु र यसको बारेमा थप अपडेटहरू मैले अर्को भिडियोहरूमा पनि जानकारी गराउनेछु। फर्स्ट अफ अल त सन्दीप लामिछानेको लागि बधाई लेख्नुहोला, कङ्ग्रेचुलेसन भन्नुहोला र बेस्ट अफ लक सन्दीप लामिछाने भन्नुहोला। वान अफ द बेस्ट लेग स्पिनर, नेपालको नाम रोशन गर्नको लागि फेरि एकपटक बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछाने जाँदैछ।